सम्पूर्णमा नमस्कार। आज हामी आज कोरियाको राजधानी सौलको भिजिट गर्न गइरहेका छौँ। आज मौसम पनि रमाइलो छ, त्यस्तो धेरै घाम पनि लागेको छैन। लेट्स सी कस्तो हुन्छ हाम्रो यात्रा। आज चाहिँ हामी सौल सिटी टुर गर्नेवाला छौँ बसबाट। अनि हामी चाहिँ येल्लो लाइनको बसबाट जान्छौँ। अनि त्यसमा चाहिँ टोटल 15वटा स्टेसन छन्। हामी सकेसम्म धेरै ठाउँहरू ओगट्ने प्रयास गर्नेछौँ। बाँकी सबै भिडियो मात्र। ओके, हाम्रो स्टेसन यहाँ छ, यहाँबाट हामी छिर्छौँ। अनि यहाँबाट गइसकेपछि हामी कहाँ जान्छौँ? खिम्पो एयरपोर्टमा जान्छौँ। खिम्पो एयरपोर्टबाट हामी एयरपोर्ट लाइन चढेर सौल पुग्छौँ। त्यसपछि भन्दा हामी अहिले तोङदेमनमा रहेको हिस्ट्री एन्ड कल्चरल पार्कमा आइसकेका छौँ। र यहाँबाट हामीले सौल सिटी टुर बस चढ्ने प्लानमा छौँ। र त्यो बस यहाँनिर रहेको छ, काउन्टर यहाँनिर रहेको छ। त्यहाँ गएर हामी चाहिँ पहिला टिकट काट्छौँ। अनि यो बसको माध्यमबाट चाहिँ हामी सरर सौल सिटी टुर गर्नेछौँ। ओके, लेट्स गो विथ अस। शीतल मौसम, सुन्दर सहर अनि डबल डेकर बसको माथिल्लो तलाबाट सारा सहर देख्न सकिने रहेछ। हामीहरू उल्जी र इदगु स्टेसनमा झर्यौँ र त्यहाँ भएको लाइब्रेरी भिजिट गऱ्यौँ। अगाडि बढ्दै थियौँ। पुलिसको घेराबन्दीमा व्यवस्थित तरिकाले राजनीतिक कार्यक्रमहरू भइरहेको थियो। त्यसपछि हामी थक्सोगुङ दरबारमा छिर्यौँ र त्यहाँको अवलोकन गऱ्यौँ।
त्यसपछि पुनः गाडी चढेर हामी छङवाडे स्टेसनमा झर्यौं। यस स्टेसनबाट थोरै अगाडि राष्ट्रपतिको पूर्व निवास रहेको रहेछ, जसबाट 1948 देखि 2022 सम्म कोरियाका राष्ट्रपतिहरूले काम गरेका रहेछन्। अहिले यो भवन पर्यटकको लागि खुल्ला गरिएको रहेछ। त्यसपछि हामी नेक्स्ट स्टेसनमा झर्यौं र सेजोङ महाराजाको स्ट्याचुको अवलोकन गर्यौं र सिधा अगाडि रहेको ख्याङबोकगुङ दरबारमा गयौं, जुन कोरियाको इतिहासमा सबैभन्दा ठुलो र महत्त्वपूर्ण दरबार मानिन्छ। कति राम्रो सुविधा है। पछाडिपट्टि दरबार छ, राजाको दरबार छ पछाडिपट्टि। अनि यहाँ अगाडि चाहिँ मजाले यसरी बसेर पढ्न मिल्ने व्यवस्था छ है। बुक यहाँबाट निकालेर बुकहरू राखिदिएको छ सबै। अनि त्यसपछि यहाँबाट बुक निकाल्यो, बसेर पढ्यो। तर बुकहरू चाहिँ कोरियनमा हुन्छन् होला बुढी, हेर त यस्तो रहेछ है। थरी हुन्छ होला, अरू पनि हेरौँ त, यता अगाडि पनि छ नि। त्यहाँनिर छ कति धेरै बुकहरू है। एटोमिक ह्याबिट रे के छ है। अब हाम्रो बस आइसक्यो है त नि, तर छोड्छ होला। हेर्न सक्नुहुन्छ अगाडि मात्र होइन, पछाडि पनि एउटा बवाल भित्र लाग्यो। उसले चाहिँ थकै लाग्यो कि सुत्दा चाहिँ धेरै सुतिक्यो नि, म छिटो सुतिक्यो तर थकाइ धेरै भयो। घुम्नु पऱ्यो नि, त्यो बसबाट मात्रै घुम्यो भने चाहिँ त्यो के भन्छ अरे सबै ठाउँ घुम्न सकिँदैन कि। त्यो बसले सर्टो घुमाउँछ, त्यो छतहरू मात्र देखिन्छ क्या। कति राम्रो सिन होइन, पछाडि हेर्ने त झन् खतरा सिट। पूर्ण बसको यात्रालाई निरन्तरता दिँदै नामसान टावर हुँदै म्याङडङ पुग्यौँ र म्याङडङको स्ट्रिट फुड अनि सपिङमा रमायौँ। मुस्कुराउँदै बाँचौँ, सपनाहरू पछ्याउँदै अगाडि बढौँ। अझै धेरै ठाउँ बाँकी छ घुम्न, अझै धेरै पल बाँकी छ बाँच्न। त्यसैले ब्याग बाँध्नुहोस्, यात्रा त अब मात्र सुरु भएको हो।